कान्छीले आफ्नो घरका परिवारलाई जति नै खुसी राख्न खोजे पनि तर कान्छीको सासू भने बुहारीदेखि यति साह्रो धेरै चिर्चिराइ गर्थे कि उसलाई बुहारीको सामु ऊ ठिक्क मात्रै पार्न खोज्थे। तर बुहारीलाई भने उसले मनदेखि नै मन पराउँथिन र बुहारीलाई त झन् पहिल्यैदेखिको छोरालाई आफ्नो मोहनी जालमा लाएर मदेखि टाढा बनाए भन्दै नाना थरी गाली मात्र गरिरहने कान्छीले सागरको त्यस्तो अवस्था हुँदा र कान्छी रातभरि बाहिर सागरकै लागि भनेर सबुतहरू जुटाउनको लागि कान्छी लागि पर्दा रातभरि बाहिर पनि बस्नुपर्ने हुन्थ्यो। तर उसले केही नसोचिकन खालि कान्छीलाई नराम्रा कुराहरू मात्रै सोच्दै र दुनियाँ केटाहरूसँग रात बिताउने छोरा बाहिर जेलमा हुँदाखेरि नातिनीलाई रातभरि छोडेर जाने भन्दै नाना थरीका गालीहरू मात्रै गर्ने कान्छीलाई अनि आज सागरले फेरि अर्कोचोटि कान्छीकै अनुमति मागेर उसले फेरि कान्छीले भनेअनुसार सागरले आफ्नो आमाको मुख हेर्नु भनेर आएका हुन्छन्। तर त्यहाँ पनि कान्छीको यति धेरै इन्सल्ट गर्छन् कि सागरको भाइ र आमाले र सागरलाई भने यी कुराहरू पटक्कै मन परिरहेको हुँदैनन् र उसको आमाले र भाइले लगाएका ती कान्छीमध्येका आरोपहरू सागरले भने सुनि मात्र रहेका छन् र यति धेरै रिसाएको हुन्छ कि सागर कान्छीलाई आफूले प्राणभन्दा प्यारो मान्ने र कान्छी उसको लागि एउटा ढाल भएर उभिने भएको कारणले गर्दा सागरले कान्छीलाई यति धेरै माया गर्दै र विश्वास गर्छ र कान्छीले जे गरिरहेको छ मलाई बचाउनको लागि गरेको छ भन्दै सागर जेलमा हुँदा पनि ऊ पुलिसहरू र श्यामदाईसँग यस्ता कुराहरू गरिरहन्थे र जे गरिरहेको थिए कान्छीले आखिर सागरकै लागि गरेको थियो र ती राक्षसहरूको झान्झुलमा पनि कान्छी जस्तै सुतुकै यातना खप्न पनि तयार भएर तर सागरलाई म निर्दोष साबित गराएरै छोड्छु भनेर कान्छीले भने ठान लिएको थियो र आज आएर कान्छीले सागरलाई निर्दोष साबित गराएर छुट्याएर ल्याएको छ र ती अपराधीहरूलाई पनि अहिले जेल चलन भइसकेको छ। यता कान्छीको मितदाजुको भाउजू भने एकदम धेरै डराइरहेको छ कतै यी कुराहरू कान्छीले थाहा पाए भनिन् भनेर तेरो भेनाजुले थाहा पाए भने मलाई एक त यो घरमा बस्नु दिँदैन र तँलाई पनि यो घरमा आउनु पनि दिने छैन र तँलाई पैसा खालि त पैसा माग्छस् के को लागि मागिराख्छस् भन्छन्। तर यता सालीले भने चाहिँ पैसा एकदम धेरै खर्च गरिरहेको हुन्छ दिदीलाई माग्दै र आमा बाउको उपचार गर्ने घर खर्च गर्ने र दाजु दिदीलाई छुट्याउने बहाना गर्दै बहिनीले भने दिदीको हातबाट पैसा धुत्तै लगिरहेको हुन्छ र दिदीले पनि सारा घरका सारा सम्पत्तिहरू बेच्दै बुढादेखि श्रीमानदेखि लुकाउँदै आफ्नो माइतकी बहिनीलाई खर्च गरिरहेकै हुन्छन्। तर जति खर्च गरे पनि दिदी दाजु भाइ नछुटेपछि उसलाई अब भने शङ्का लाग्न थालेर उसले सिधा भन् के को लागि तर सिधै मैले मेरो दिदी दाजुकै लागि गरिरहेको छु भन्छन् भनेर मनमा मेरो बोयफ्रेन्डले चलाउँछ त्यस्ता यस गर्छन् तिम्रा यी पैसाहरूले दिदी भन्दै उसका मनमा भने यस्ता कुराहरू नक्नक कुराहरू खेलिरहेका हुन्छन् र दुईजना कोही क्रममा उनीहरू टक्की परिरहेको हुन्छ। तर कान्छीले सारा कुराहरू भने चाहिँ रेकर्ड गरिसकेका हुन्छन् र कान्छी भने अब कसरी बच्नेछस् र मेरो जङ्गलबाट हामी त बचेर आइसक्यौँ जहाँ तैँले निर्दोषलाई तैँले गलत साबित गरेर र अपराधी साबित गरेर मेरो श्रीमानलाई तैँले जेलसम्म पुर्याएको थियो। तिमीहरूको परिवारले आज हेर तेरै अगाडि उभिरहेको छ मेरो श्रीमान सधैँ निर्दोष हुनुहुन्थ्यो भन्दै फोनमा सारा रेकर्डहरू गरेका छन्। तर कान्छीको भाउजू भने एकदम धेरै डराएका छ किनकि उसकै कारणले गर्दा सासू आमालाई गुन्डाहरू लगाएर मारिदिएका हुन्छन्। त्यही भएर अहिले भने एकदम धेरै कान्छीको भाउजूलाई भने डर लागिरहेको छ र यता मित दाजुलाई भने अहिलेसम्म भलक पनि भएको छैन कि मेरो आमा कसरी मर्यो भनेर र अहिले अब भने कान्छी र सागर त्यो घरमा आइसकेका छन्। गाउँमा भने सागर र छोरी ज्वाइँ आउने बाटो हेर्दै कान्छीको बाउ आमा भने पर्खिरहेका छन्। दर्शक दिन कान्छीका भने दुःखको दिनहरू कहिले पनि गएको छैनन् जति नै अरूलाई राम्रो गरे पनि तर बिचरा कान्छी भने जहिले अरूको नजरमा सधैँ गिरी नै रहन्छन्। तर पनि कान्छीको यति
धेरै सहनशीलता देखेपछि श्यामदाई भने, कस्तो मन भएको होला यी बहिनी, यति धेरै घृणा गर्नेलाई पनि यति मिठो माया गरिरहेका छन् भन्दै श्यामदाई पनि कान्छीप्रति त्याग र सम्मानदेखि खुसी भएका छन् र सधैँ खुसी हुनु बहिनी भन्दै उसले मनमा नै आशीर्वाद दिएका छन्। तसर्थ कान्छीले भने, अब पालै पालो तिनी अपराधीहरूलाई भने जेलमा जाग्नेछन् र मिताजुलाई पनि यी सारा करतुतहरू आफ्नै भाउजूको करतुतहरू भन्ने बारेमा सुनेपछि सायद मिताजुले पनि उसको श्रीमतीलाई भने त्यो घरमा पक्कै पनि बस्न दिँदै छैनन् र ती जति पनि खर्च भइरहेको छ यी सबै असुल्ने छन् र आफ्नो आमालाई यिनीहरूले मारेको कुराहरू त थाहै छैन। सायद अब यी कान्छीको भोइस रेकर्डले नै गर्दा अब भने अपराधीसम्म पुग्नेछन् र मुर्का ती आमा र ती नाबालिकाको आत्माले पनि शान्ति पाउनेछ। यता कान्छीलाई अपहरण गरेर राख्ने ती अपराधीलाई पनि जेल चलन भइसकेछ। हस्त दर्शक दिन अर्को रिभ्यू हुन्छ। बाई।